धन्यवाद कार्यक्रम सञ्चालकज्यूलाई। कुस्मा दाना सब स्टेसन यसको उद्घाटन कार्यक्रमका अध्यक्षज्यू, आजका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्रीज्यू, विशिष्ट अतिथि माननीय ऊर्जा मन्त्रीज्यू, माननीय संविधान सभाका सदस्यज्यू, माननीय पूर्व सांसदज्यू, जिल्ला समन्वय समितिका प्रमुखज्यू, मञ्चमा आसीन विशिष्ट व्यक्तित्वहरू, यहाँ उपस्थित हुनुभएका श्रद्धेय आमाबुवा दाजुभाइ दिदीबहिनीहरू, पत्रकार मित्रहरू, सर्वप्रथम म यो आजको जुन एउटा सब स्टेसनको उद्घाटन भएको छ यसको लागि यसमा लाग्नुहुने विद्युत प्राधिकरणदेखि ऊर्जा मन्त्रालय सबैलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। आज हामीलाई अत्यन्तै खुसी लागेको छ। अस्ति मात्र हाम्रो सम्माननीय प्रधानमन्त्रीले भनिसक्नु भएको छ 19 गते ढल्केबरमा देशकै सबैभन्दा ठुलो एउटा सब स्टेसन ट्रान्समिसन लाइनको उद्घाटन भयो। आज दोस्रो ठुलो सब स्टेसन यो पर्वत जिल्लामा उद्घाटन गर्न पाउँदा आज हामी अत्यन्तै गौरवान्वित भएका छौँ। हामीलाई मन्त्री हुँदाखेरि मुलुकमा 18 घण्टा लोड सेडिङ थियो। त्यही बेलामा हाम्रो ऊर्जा मन्त्री माननीय टोपबहादुर रायमाझी पनि ऊर्जा मन्त्री हुनुहुन्थ्यो। उहाँले अघि हाम्रो कुरा चर्चा चलिरहेको थियो। हामीले त्यो बेलामा यो यसरी विद्युत उत्पादन बढाउन सकिन्छ, यी सब स्टेसनहरू बनाउन सकिन्छ, विद्युत चाहिँ यो जुन 18 घण्टाको लोड सेडिङ छ यसलाई अन्त्य गर्न सकिन्छ भन्दाखेरि कसैले पत्याउँदैन। आज हामी तीव्र गतिमा काम गरेर यो कुरा हामीले सफल बनाएर देखाएका छौँ। त्यो सम्माननीय प्रधानमन्त्रीले भनिसक्नु भएको छ, गर्यो भने के हुँदैन। आज हामी चाहिँ अब वर्षायाममा विद्युत निर्यात गर्न सक्ने भयौँ र हिउँदमा हामीले के आयात गर्नका लागि पनि यी सब स्टेसनहरूले ठुलो योगदान गर्ने भएका छन्। हिजोबाट हामीले यसको बारेमा सूक्ष्म चाहिँ यहाँ सबै कुराको जानकारी लिइरहेका छौँ। हाम्रो एमपी साहबले यहाँको आयोजना प्रमुखहरूले सबै कुरा जानकारी गराउनु भएको छ। यो विशेष गरी धौलागिरीवासीलाई यो अत्यन्तै एउटा ठुलो आर्थिक समृद्धिको यो आधार पनि बनेको छ। अब हामीले एक ठाउँमा विद्युत लाइन एउटा पोल बिग्रिँदाखेरि 2-3 दिनसम्म के अरे अँध्यारोमा बस्नुपर्ने कुराको अन्त्य भएको छ। मलाई हिजो चाहिँ कार्यकारी निर्देशकले भन्दै हुनुहुन्थ्यो ठुलो स्टोरमा तपाईँहरूको विद्युत आएको छ। अब यसलाई वितरण गर्ने प्रणालीलाई हामीले विकास गर्यौँ भने अब विद्युतको चाहिँ यो अँध्यारोमा विद्युत गएर हामी अँध्यारोमा बस्नु पर्दैन। त्यसका लागि सरकार एकदम तीव्र गतिले काममा अगाडि बढिरहेको छ। हिजो पनि हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूको सचिवालयबाट के छ त धौलागिरीको राष्ट्रिय गौरवको आयोजनामा हामीले त्यहाँ भन्नुपर्ने, प्रधानमन्त्रीज्यूले बोल्नुपर्ने भनेर हिजो माग भएको थियो माथिबाट हामीसँग। मैले सम्माननीय प्रधानमन्त्रीज्यूलाई अब हामी सब स्टेसन हाम्रो लागि अत्यन्तै ठुलो एउटा उपलब्धि हो। यो करिडोरले यहाँबाट अब सिधै नवलपुरसम्म जोडिँदाखेरि यो चाहिँ धौलागिरीको लागि एकदम ठुलो उपलब्धि हो। तर अब यो काली गण्डकीमा जलाशययुक्त ठुल्ठुला आयोजनाहरू बनाउने कुरालाई अहिले लगानी बोर्डले 6 करोड रुपियाँ छुट्याएर यसको अध्ययन गर्दैछ। यो काम छिटो अगाडि बढाइदिनु पर्यो। यो विद्युत उत्पादनसँगै यसलाई एउटा पर्यटनसँग एउटा जलाशययुक्त काली गण्डकीलाई चाहिँ हामीले कसरी अगाडि बढाउने सम्माननीय प्रधानमन्त्रीज्यू यो कुरा चाहिँ अगाडि बढोस् भनेर मैले हिजो चाहिँ हामीले लेखेर पठाएका थियौँ। र त्यस्तै पर्वत जिल्लामा उत्खनन हुन लागेको फलाम खानी यो छिटोभन्दा छिटो अहिले देशमा फलामको अत्यन्तै ठुलो एउटा अभाव छ। यो धेरै हाम्रो पैसा आज विदेश गएको छ। यसलाई कसरी यही फलाम उत्खनन गर्ने, यो हाम्रो नवलपुरमा हामीले जुन एउटा फलाम उत्खनन गरेर गर्दैछौँ त्यसलाई पर्वतको फलाम पनि त्यहाँ लगेर कसरी प्रशोधन गर्ने त्यो कुरा पनि अहिले यो चाहिँ के राष्ट्रिय गौरवको योजनामा समावेश गरियोस् भनेर हामीले भनेका छौँ। त्यसका लागि पनि अब एउटा चाइनिजहरूले अध्ययन गरेर काम अगाडि बढिसकेको छ। त्यो 51% नेपाल सरकारले, प्रदेश सरकारले र स्थानीय सरकारले लगानी गर्ने र निजी क्षेत्रलाई 49% लगानी गरेर त्यो एउटा फलामलाई हामीले उत्खनन गर्न सक्यौँ भने नेपालको अर्थतन्त्रमा अत्यन्तै ठुलो एउटा योगदान हुने सम्भावना आज पर्वतमा छ। त्यो यस्तै यही नजिकै हाम्रो चाहिँ मृग सरोवर भनेर जलजला भनेर यसलाई एउटा ठुलो तालको रूपमा विकास गर्ने
गण्डकी प्रदेश सरकारले 1 अर्ब 45 करोड रुपियाँको एउटा डिपिआर बनाएको छ। त्यसले यो पेरिफेरीका धेरै ठाउँहरूमा पानीको अभावलाई पनि पूर्ति गर्नेछ। हामीले नैनीताल जस्तै यहाँ माथि जलजलामा ताल बनाउन सक्यो भने विश्वका पर्यटकहरूको आकर्षण गर्न सक्ने एउटा राष्ट्रिय गौरवको आयोजनाको पनि हामीले यो कल्पना गरेका छौँ। तराईको चाहिँ दाङ र पहाडको पाङ भनेर चाहिँ परिचित यो आजसम्म पछाडि परेको यो ठाउँमा, यो पाङ खुरकोटमा हामीले यो पार्वतीको जन्मस्थलको रूपमा एउटा पर्यटकीय हिसाबले विकास गर्न खोजिरहेका छौँ। त्यो जलजलासँगै कालीगण्डकीका विभिन्न धार्मिक सांस्कृतिक चाहिँ क्षेत्रहरूसँग जोडेर विकास गर्नका लागि हामीले सम्माननीय प्रधानमन्त्रीज्यूसँग माननीय ऊर्जा मन्त्री मार्फत आज यो हामीले चाहिँ के अरे पठाउँदैछौँ र उहाँले म भन्छु पनि भन्नुभएको थियो। आज समय छोटो भयो र त्यस्तै कालीगण्डकी सडक जुन चाहिँ हाम्रो अहिले कोरलादेखि त्रिवेणीसम्म यो अहिले सुरु भइरहेको छ। आज कोरलामा चाहिँ के अरे हामीले चाहिँ बोर्डरमा चाइनिजहरूले त्यहाँ भन्सार चाहिँ राखिसकेका छन्। हामी त्योबाट यता सडक चलाउन सक्यौँ भने आज नेपाल र भारतको बिचमा आज हामी जहाँ बिचमा छौँ, हामीभन्दा दक्षिणतिर 1 अर्ब 32 करोड जनसङ्ख्या छ, हामीभन्दा उत्तरतिर 1 अर्ब 42 करोड जनसङ्ख्या छ। यस्तो बिचमा हामी बसेका छौँ। यो सडक मात्र जोड्न सक्यो भने नेपालको अर्थतन्त्रमा यसले एउटा इन्जिनको भूमिका खेल्नेछ। यसले एउटा चाहिँ ठुलो एउटा योगदान गर्न सक्नेछ। त्यस्तै मध्य पहाडी राजमार्ग आज हामी पूर्वदेखि पश्चिमसम्म झुलाघाटसम्म हाम्रो अगाडि बढिरहेको छ। यसको ठिक सेन्टर पोइन्ट पर्वत जिल्ला बन्दैछ। यसलाई हामीले कसरी उपलब्धिमूलक हिसाबले लिने, यो कामलाई कसरी व्यवस्थित गर्ने, यी राष्ट्रिय गौरवका आयोजनाहरू हामीले चाहिँ के अरे अगाडि सारेका छौँ। त्यस्तै पर्वतको विकासका लागि हामीले कुष्म नगरपालिकाको केन्द्रमा एउटा 1 अर्ब रुपियाँ लगभगको चाहिँ हामीले डिपिआर बनाएर त्यहाँ चाहिँ हामीले एउटा व्यवस्थित बस पार्क बनाउने र माथि सिटी हल बनाउने र एउटा अत्याधुनिक सिटी हल हामीले यो चाहिँ धौलागिरीमा अन्तर्राष्ट्रिय सेमिनारहरू गर्न सक्ने हिसाबले यो क्षेत्रको पर्यटनको विकासका लागि र यो क्षेत्रको अरू व्यवसाय विकासका लागि र विदेशी पर्यटकहरूको आकर्षणका लागि हामीले एउटा सिटी हलको पनि एउटा डिपिआर बनाएर अगाडि बढाएका छौँ। त्यसै गरी हामीले बलेवा कल्लेरी पुल निर्माण गर्ने, छमर्के खुरकोट बगैँचा पाङ हुँदै दगुवा खोलासम्मको सडक निर्माण गर्ने र माटेको स्लेट ढुङ्गालाई चाहिँ निकासी गरेर हामीले मार्बल कोटलाई विस्थापित गरेर यो स्लेट ढुङ्गालाई बजारसम्म लैजाने, यी कामहरू हाम्रो माननीय चाहिँ मुख्यमन्त्रीज्यूको नेतृत्वमा हामीले प्रदेशबाट अगाडि बढाइरहेका छौँ। यसरी राष्ट्रिय गौरवका योजनाहरू सङ्घीय सरकारबाट अगाडि बढाउने र मध्यम खालका योजनाहरू प्रदेश सरकारबाट अगाडि बढाउने र स्थानीय चाहिँ तहमा पनि हामीले स्थानीय सरकारले पनि हामीले गण्डकी प्रदेशका 20 वटा स्थानीय तहमा उद्योग ग्रामहरू बनाउने, यही रोजगारी सृजना गर्ने, यही यो विद्युत खपत गर्ने र हाम्रो उत्पादन हामी आफै उत्पादन गरेर आत्मनिर्भर बन्ने, यही पाङमा पनि हामीले 300 रोपनी जमिनमा आज हामीले एउटा उद्योग ग्राम बनाउँदैछौँ। जलजलामा हामीले उद्योग ग्राम बनाउँदैछौँ, बिहारीमा हामीले उद्योग ग्राम बनाउँदैछौँ। पर्वत जिल्लाका 7 वटा स्थानीय तहमा हामीले 3 वटा स्थानीय तहमा उद्योग ग्रामको स्थापना गरिसकेका छौँ। ती उद्योग ग्रामहरू तुरुन्तै स्थानीय तहको नेतृत्वमा प्रदेश र सङ्घको सहयोगमा हामी 1 वर्षभित्र यसै वर्ष हामीले 10 वटा उद्योगहरू कमसेकम यहीँका छिरेलिएर रहेका स्कुलको आडमा, विभिन्न प्रशासनिक भवनका आडमा, क्याम्पसका आडमा भएका उद्योगहरूलाई हामीले ग्रामभित्र ल्याएर एउटा उद्योग मैत्री वातावरण बनाउनका लागि हामी लागि परिरहेका छौँ। त्यस्तै हामीले धौलागिरी क्षेत्रको विकासका लागि हामीले उत्तर गङ्गाको ढोरपाटनको 830 मेगावाट विद्युतलाई उत्पादन गरेर यो ट्रान्समिसन लाइनमा जोड्ने र ढोरपाटन क्षेत्रमा त्यसलाई एउटा तालको रूपमा विकास गरेर त्यसमा पर्यटकीय विकास गर्ने, त्यो कुरालाई पनि हामीले सम्माननीय प्रधानमन्त्रीज्यूसँग हामीले भनिसकेका छौँ। उहाँले त्यो कुरा अगाडि बढाउनुपर्छ, त्यसले आर्थिक समृद्धि हुन्छ भनेर भन्नुभएको छ। आज म माननीय ऊर्जा मन्त्रीलाई पनि अस्ति मात्र 7 दिन उच्च स्तरीय भ्रमणका लागि बागलुङ घुमे। त्यो एकदमै माननीय मन्त्री हामी अर्घाखाँचीको एउटा जनप्रतिनिधि पनि हुनुहुन्छ उहाँ। अब उहाँले चाहिँ त्यो सालजुन्डी ढोरपाटन सडक बनाउन सक्यो भने यो चाहिँ धौलागिरीमा त्यसले अर्को एउटा आर्थिक समृद्धिको ढोका खोल्नेछ। यो कुरा पनि माननीयजीले राख्नुहुनेछ। त्यस्तै बागलुङ र म्याग्दीमा रहेका तामा खानीहरू जुन 2013 सालसम्म मान्छेले आफै बाउसाले खनेर त्यहाँ चाहिँ प्रशोधन गरेर बनाएका तामा खानीहरू आज त्यतिकै छन्। यसरी यी कामहरूको विकास गर्न सक्यो भने, यी कामहरूलाई हामीले जोड्न सक्यो भने
यसलाई चाहिँ राष्ट्रिय अर्थतन्त्रमा अत्यन्तै ठुलो एउटा योगदान गर्ने एउटा चाहिँ के अरे सम्भावना चाहिँ धौलागिरी क्षेत्रमा छ। यो क्षेत्र हिजो सडकको हिसाबले अत्यन्तै कम पहुँच थियो, विद्युत चाहिँ के अरे हिसाबले हामी पछिसम्म चाहिँ हामी विद्युत चाहिँ प्राप्त गर्न सकेका थिएनौँ। अहिले सम्माननीय प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा आज यसरी राष्ट्रिय गौरवका योजनाहरू यहाँ पनि भन्दै हुनुहुन्थ्यो, एनइएका साथीहरूले, प्राधिकरणका साथीहरूले यो काम अझ चाहिँ पुरा भएको छैन, यसलाई अझ 1-2 दिन हामीलाई 1-2 हप्ता टाइम भयो भने पुरा गर्छौँ भन्दै हुनुहुन्थ्यो। मैले त्यो कुरा माथि प्रधानमन्त्रीको सचिवालयमा जानकारी गराएँ। प्रधानमन्त्रीले भन्नुभयो हामी कुर्यो भने काम हुँदैन, मान्छे खेल्ने अगाडिबाट, गाई बस्तु खेल्ने पछाडिबाट। हामीले त्यहाँ चाहिँ विद्युत ट्रान्समिसन लाइनबाट जेनेरेसन भइसकेपछि ती पर्खाल सरकार लगाउने, ती पर्दा हाल्ने काम छोडिदिनुहोस्। अब हामीले चाहिँ यो मुलुकको समृद्धिका लागि काम अगाडि बढाउनु पर्छ भनेर सम्माननीय प्रधानमन्त्रीजीको, ऊर्जा मन्त्रीजीको इनिसिएसनमा आज हामीले यो काम चाहिँ सम्पादन गर्यौँ। आज 100 मेगावाट विद्युत सेन्ट्रल ग्रिडमा चाहिँ हामीले पठाउन सक्यौँ। यो चाहिँ राष्ट्रका लागि पनि अत्यन्तै ठुलो एउटा उपलब्धि हो। आज आदरणीय आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, आज विकासको आरम्भ भएको छ मुलुकमा। तर यस्तो बेलामा एउटा चाहिँ के अरे दूरदर्शी एउटा भिजन भएको, एउटा काम गर्ने सशक्त नेतृत्वलाई घेराबन्दी गरेर आफूलाई पद पाउनका निम्ति, आफूलाई कुर्सीका लागि आज जनतालाई दुःख दिने, जनतालाई फेरि आन्दोलित गर्न खोज्ने, जनतालाई फेरि चाहिँ सडकमा ल्याउन खोज्ने केही चाहिँ षड्यन्त्रकारीहरू आज मुलुकलाई फेरि गलत बाटोतिर लान खोज्दैछन्। तपाईहरु निश्चिन्त हुनुहोस्, धेरै कुरा हाम्रो ऊर्जा मन्त्रीजीले राख्नुहुनेछ। मुलुकमा वैशाखमा चुनाव हुन्छ। हामीले चाहिँ एकदमै 70 वर्षको सङ्घर्ष गरेर, धेरै मिहिनेत गरेर, धेरै परिश्रम गरेर, युवाहरूले 420 जनाले सशक्त हिसाबले सही गरेर हामीले संविधान सभाबाट संविधान ल्याएका हौं। हामीले यो संविधानलाई 200 वर्षसम्मका सम्भावनाहरू संविधानमा हामीले राखेका छौं। तर आज यो संविधानलाई कार्यान्वयन गरेर जाँदाखेरि केही पदलोलुपहरूले, केही जाली जेलीहरूले, केही षड्यन्त्रकारीहरूले अहिले चाहिँ प्रधानमन्त्रीलाई चाहिँ निर्वाचनमा जान बाध्य पारिएको छ। प्रधानमन्त्रीले एउटा चाहिँ घाँक्रो अठाउन आइसकेपछि त्यसलाई चाहिँ त्यही प्राण फालेको भए हुन्थ्यो कि एउटा क्रान्तिकारीले हात चुडाएर म तिमीहरूको अगाडि चाहिँ यो चाहिँ के अरे सत्ता तिमीहरूलाई बुझाउनु भन्दा, तिमीहरू जाली जेलीलाई दिनुभन्दा मलाई यो जिम्मेवारी जनताले नै दिएका हुन्, म जनताकै बीचमा जान्छु, जनता नै न्यायाधीश हुन्, जनताले नै फैसला गर्छन् भनेर त्यो जुन निर्णय गर्नु भएको छ। आदरणीय आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, अब ओलीका लागि होइन, भोलिका लागि, ओलीका लागि होइन, भविष्यमा नेपाली जनताका लागि तपाईहरुले एकपटक फेरि अवसर नेपाली जनताले दिनेछन्। वैशाखको निर्वाचनमा अत्याधिक भोटले चाहिँ के अरे केपी ओलीको नेतृत्वमा अझ केही वर्ष यो मुलुकमा त्यतिको चाहिँ भारतसँग अडान लिन सक्ने, चीनसँग अडान लिन सक्ने, अन्तर्राष्ट्रिय क्षेत्रमा अडान लिन सक्ने, नेपालीको सिट ठाडो बनाउन सक्ने लिडर अहिले नेपालमा कोही छैन। त्यसका लागि पनि अब केपी ओलीको नेतृत्वमा फेरि यो मुलुकमा एउटा राष्ट्रवादी नेता, एउटा चाहिँ निस्वार्थी नेता, जसले आफ्नो सारा सम्पत्ति मेरो जीवनपछि म नेपाली ट्रस्टमा राख्छु भन्ने एउटा निस्वार्थ नेताको नेतृत्वमा यो मुलुकलाई केही वर्ष अगाडि बढाउँ, यस्ता विकासका सम्भावनाहरूको ढोका खोलौँ र यसरी हामीले चाहिँ वर्षौंसम्म लतारिएर गएका योजनाहरू माननीय ऊर्जा मन्त्री चाहिँ टोपबहादुर रायमाझी हामी लेखा समितिमा हुँदाखेरि यी ट्रान्समिसन लाइनहरू एउटा मात्र पोल गाड्न सक्यो भने आज चाहिँ के अरे राष्ट्रिय प्रसारणमा लाइन जोडिन्छ भन्दाखेरि हामी कति लड्यौँ। उहाँले अहिले चर्चा गर्दै हुनुहुन्थ्यो। उहाँले पनि, उहाँ एउटा ऊर्जाशील व्यक्तित्व, उहाँले अहिले यो आफू आइसकेपछि यी धेरै कामहरू त्यत्तिकै लतारिएका थिए, त्यत्तिकै रोकिएका थिए। आज त्यो कामहरू गर्नका लागि माननीय ऊर्जा मन्त्रीज्यूले जुन किसिमको एउटा नेतृत्व प्रदान गर्नुभएको छ, यसमा तपाईँ अगाडि बढ्नुहोस्। हामी स्थानीय तह प्रदेशमा पनि आज हाम्रो माननीय मुख्यमन्त्रीज्यू पनि यो कार्यक्रममा आउने कार्यक्रम थियो। विशेष कारणवशले यही बन्दको कारणले उहाँले चाहिँ यो गण्डकी प्रदेशको नेतृत्वको लागि हामीले धेरै कुराहरू अगाडि बढाएका छौँ। हामीले अहिले 1 अरब रुपियाँ कोही व्यवसायीहरूले यो कोभिड-19 को प्रभाव परेर जसले व्यवसाय अहिले सङ्कटमा परेको छ उनीहरूलाई 10 अरब रुपियाँ 3 वर्षसम्म निर्व्याजे तपाईहरुले आफ्नो व्यवसायको प्रमाणपत्र लिएर 18 वटा चाहिँ के अरे कमर्सियल ब्याङ्कमा तपाईँ जानुस्, तपाईलाई सरकारले ब्याज तिर्दिन्छ, तपाईँ व्यवसाय गर्नुस्, तपाईँ रोजगारी सृजना गर्नुस्। आज गण्डकी प्रदेश सरकारले अहिले देशको अर्थतन्त्र कमजोर भएको बेलामा पनि हाम्रो गण्डकीको अर्थतन्त्र अहिले पनि 2.5% ले वृद्धि भइरहेको छ। हामीले त्यसरी काम गरिरहेका छौँ। हामीले प्रत्येक गाउँका स्थानीय तहमा गएर हेर्नुस्, हामीले गरेका काम हरेक ठाउँमा हामीले पर्यटनका क्षेत्रमा होस्, पूर्वाधारका क्षेत्रमा होस्, आर्थिक क्षेत्रमा होस्, हामीले कति राम्रो कामहरू गरेका छौँ। जनताले त्यसलाई
सत्य र तथ्यमा बसेर न्यायालय र तपाईँले अध्ययन गरिदिनुहोस्। हिजो राज्यमा कसैले चाहिँ औषधि उपचारको लागि पैसा लिन उसलाई पहुँच चाहिन्थ्यो। आज 31,000 चाहिँ मान्छेलाई हामीले स्वास्थ्यका लागि चाहिँ 1 लाख रुपियाँभन्दा बढी चाहिँ जनताको हातमा दिएका पैसा दिएका छौँ। आज हामीले 31,000 भन्दा बढी कर छली गर्नेहरूलाई करको दायरामा ल्याएका छौँ। आज विश्वका 10 वटा आर्थिक वृद्धि गर्ने मुलुकहरूमा सबैभन्दा बढी राजस्व सङ्कलन गर्ने मुलुकमा हामीले नेपाललाई उभ्याउन सफल भएका छौँ। यो मेरो कुरा होइन, यो राष्ट्र ब्याङ्कको डाटाले दिएको कुरा हो। आज यस्तो राम्रो काम हुँदाखेरि सरकारलाई घेराबन्दी गर्ने, चीनको राष्ट्रपतिलाई कोही कसैले त्यहाँको पार्टीले त्यहाँको कुनै लिडरले घेरा हालेको देख्नु भएको छ? भारतको प्रधानमन्त्रीलाई 2 महिनासम्म थुनेर कसैले रोकेको देख्नु भएको छ? नेपालको प्रधानमन्त्रीलाई बिहानै रोकेको छ, बेलुकै रोकेको छ। प्रधानमन्त्री बालुवाटारमा मिटिङ गर्न जाँदाखेरि त्यसै गरेर मिटिङ बसेको छ। यस्तो पनि दुनियाँमा कहीँ हुन्छ? त्यो त तपाईँहरूले टेलिभिजनबाट हेर्नु भएको छ। तपाईँहरू न्यायाधीश हो, यी सबै कुराको चाहिँ न्याय तपाईँले वैशाखको निर्वाचनबाट दिनुहोस्। एक दिन पनि निर्वाचन पछाडि हट्दैन। हामी यो मुलुकको विकासका लागि सङ्कल्प गरेर अगाडि बढेका छौँ। यो चाहिँ के अरे केपी ओलीको नेतृत्वमा यो मुलुकलाई अगाडि बढाउनका लागि आदरणीय धौलागिरीवासी पर्वतवासीहरूले पक्कै पनि हिजो जसरी तपाईँले एउटा विश्वास गर्नुभएको छ, भोलिको दिनमा पनि विश्वास गर्नुहुनेछ भन्ने विश्वास लिँदै यो कार्यक्रमको पूर्ण सफलताको कामना गर्दै आयोजकहरूले यो छोटो समयमा जुन किसिमको विभिन्न यी हडलहरूलाई पार गर्दै सुरक्षा निकायले, प्रशासनले, आदरणीय जनताले जुन किसिमको एउटा माया, ममता, स्नेह र उत्साह देखाउनु भयो, यसको लागि सबैलाई हार्दिक 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 धन्यवाद दिँदै यो मुलुकको चाहिँ अन्योलतालाई हामीले चिरेर अगाडि बढ्छौँ। जस्ता सुकै प्रतिकूलताहरू आए पनि, जस्ता सुकै अवरोधहरू आए पनि हामी जनताप्रति उत्तरदायी छौँ, हामी राष्ट्रप्रति उत्तरदायी छौँ, हामी तपाईँहरूप्रति जिम्मेवार छौँ। यी सबै कुरालाई पन्छाएर मुलुकलाई एउटा सही दिशामा हामी लैजान्छौँ भन्दै मेरो भनाइ यही अन्त्य गर्न चाहन्छु। हस्त धन्यवाद। हार्दिक आभार व्यक्त गर्दछु माननीय मन्त्रीज्यूप्रति।